हजुरको यहाँभन्दा माथि को छ मान्छे सेटिङमा माथि कोही होला नि त दलालहरु नाम गृहमन्त्री नै छ अब के कुरा गर्नु हजुरको गृहमन्त्रीसँग सिधै छ सपोर्ट गर्ने चाहिँ सुन्नुस् नचाहिँदा नबोल्नुस् फेरि सिधै गृहमन्त्रीसँग हजुरको लेनदेन छ भने छ भन्नुस् त्यो पैसा कतिको भन्ने हजुरलाई थाहा छ 7 8 9 10 11 12 13 14 रुपैयाँ छ 14 रुपैयाँ हजुर यो चाहिँ ओमानको पैसा 14 रियल 14 रियल भनेको ओमानको पैसा हो हजुर ओमानको कति पैसा हुन्छ त्यति यसको नेपालमा थाहा छ हजुरलाई थाहा छैन मलाई थाहा छैन खाने बेलामा चाहिँ धेरै किचकिच गर्नुहुन्थ्यो मिठो भएन भनेर कि हजुरले धेरै खायो होइन मैले धेरै खाएँ अब यो पनि खाइ त्यो पनि खाइ भनेर चाहिँ त्यहाँ आलु पकाएर खायो भने पनि गाली गर्थे आलु पकाएर पानी भनेपछि पानी तताएर खाए पनि रिसाउँथ्यो अनि कतिजनाले के भन्छन् भने वहाँ बस्ने मानिसहरू चेलीबेटीहरू सुत्ने रुममा सीसीटीभी राखेको हुन्छ दाइ सीसी क्यामेरा त थियो सुत्ने रुममा पनि थियो हजुर त्यो सीसी क्यामेरा कसले हेर्थ्यो साउले हेर्थ्यो साउनले हेर्थ्यो त्यो त्यस्तो किन गरेको होला कपडा फेर्न पर्थ्यो हजुरहरू त नेपालको छोरी अथवा उहाँको पनि छोरीहरूको इज्जत होला होइन त्यो त टोयलेट बाथरुममा गएर फेर्नु पर्थ्यो एक कपडा फेर्न टोयलेट बाथरुममा थिएन 70-75 वर्षको ओमानको त्यो आमाको हजुरलाई गुमुत सोर्न पर्यो कि परेन के भयो गुमुत त सोरेको दिनमा 5 चोटि पनि हग्नुहुन्थ्यो काम गर्ने ठाउँमा म कुनै ठाउँमा काम गर्छु त्यो काम गर्ने सौको जिम्मेवारी हो कि आफ्नो कामदार बिरामी छ भने उहाँलाई हेर्नुपर्छ भने ऊ कामदारको एउटा दायित्व सौको दायित्व हो आफ्नो बिरामी भएको कामदारलाई चाहिँ उहाँले औषधिमूलक गर्नुपर्ने कुराहरू होइन त्यो विषयमा चाहिँ उहाँलाई चाहिँ उहाँले आफ्नो तलबबाट उहाँले चाहिँ आफ्नो औषधि उपचार गर्ने भन्ने गरेर तुच्छ शब्दहरू युज गरेको थियो सँगसँगै चेलीले पनि एकदमै अपच म यहाँ दिदीहरू जुन चेलीहरू हुनुहुन्छ उहाँहरूको शब्द अगाडि म भन्न सक्दिनँ होइन एकदमै तेरो कहाँ के भएको छ देखाऊ भनेर चाहिँ एकदमै उसलाई देखाउनु पर्ने उसको अङ्गै देखाउनु पर्ने भयो हामीलाई त्यसरी चाहिँ तपाईको मेरो बुढीले अङ्गै देखाउनु जस्तो भनेर भनेको भोइसहरु चाहिँ पठाएको थियो त्यो भोइस मलाई पनि पठाएको थियो उहाँले पनि पठाएको थियो तपाईको मान्छे के भएको छैन अब तपाईले जे गर्न मन गर भनेर तपाई खुल्ला रूपमा चुनाउ भने 3 महिना अगाडि नै मरिहाल्थिस् नि अहिलेसम्म मेसेज गर्थे सुबिन नमस्कार हामी यति बेला आज पनि सधैँको जसो रातिको 10:30 बज्न लागिसकेको छ घडीमा यति बेला हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छौँ र आज पनि सधैँ जसो ओमनबाट विगत 9 महिनादेखि चाहिँ ओमनमा अलपत्र भनौँ अथवा 9 महिनादेखि विगतमा गएर ओमनमा गएर अहिले फर्किनु भएको चेलीको उद्धार पछाडि उहाँलाई स्वागत गर्न हामी एयरपोर्टमा आइपुगेका छौँ दिदी नमस्कार नमस्कार हजुरलाई नेपालमा स्वागत छ हजुर नमस्कार के छ आज खुसी हुनुहुन्छ नेपाल आउँदा हजुर म धेरै खुसी छु धेरै खुसी हुनुहुन्छ हजुर दिदीको घर कता नि मेरो उदयपुर गाईघाट के छ अलि चर्को बोल्न सक्नुहुन्छ बिरामी हुनुहुन्छ हजुर चौडण्डी नगरपालिका वार्ड नम्बर 7 घरमा को हुनुहुन्छ दिदी घरमा 4 वटा छोराछोरी छन् श्रीमान हुनुहुन्छ कति वर्ष पुग्नुभयो म 39 साले हो 42 वर्ष पुग्नुभयो हजुर श्रीमानले केही काम गर्नुहुन्छ घरमा यसो फर्निचर बनाउने काम गर्नुहुन्छ हजुर अनि बाबु नानी कति उमेरको छ एउटा 21 वर्षको छ एउटा 17 वर्षको एउटा 14 वर्षको एउटा 11 वर्षको अनि छोरा पनि कमाइ गर्ने बेला भइसक्या रहेछ कसले चाहिँ गयो धेरै पैसा कमाइन्छ भनेर विदेश जान मन लाग्यो दिदी अब हजुरलाई भन्ने मान्छे थियो होला नि सिकाउने मान्छे छिमेकी आफन्त ल ओमन गयो भने धेरै पैसा छ भनेर आफ्नो हुर्केको छोरी त्यसैमाथि हजुरको चाहिँ श्रीमान पनि साधारण व्यवसाय भएको घरको खर्च चल्ने व्यवसाय भएको भएपछि थियो होला नि दिदी होइन हजुर कसले जानुपर्छ भनेर भन्नु त अब जानुपर्छ त के अरे अब घरको समस्याले कि आफन्त थियो होला नि अनि अब राम्रो छ राम्रो कमाइ हुन्छ 40-50 हजार हुन्छ अब के अरे घरको काम जस्तै हो केही पर्यो भने म छु भनेर भनेको थिएँ अब केही पर्यो भने म छु पनि भने हजुरको जाने बेलामा खर्च कति लाग्यो पासपोर्ट पहिल्यै बनाउनु भएको थियो कि पहिला कुनै देश जानु भएको थियो गएको थिएन बनाइराखेको थियो पहिला कुन देश जानु भएको थियो गएको थिएन जानु भएको थिएन तर पासपोर्ट चाहिँ बनाइराख्नु भएको थियो हजुर अनि हजुर कहाँको मान्छेसँग चाहिँ जोडिएर चाहिँ उता जानुभयो उतै
हजुर बेलटारकै हो बेलटारको मान्छेसँग हजुर हजुर इन्डियाबाट उड्नु भयो कि यहाँबाट उड्नु भयो नि यही अन्तर्राष्ट्रिय विमानस्थलबाटै हो काठमाडौँबाटै हजुर हजुरले पासपोर्ट बुझाएको कति दिनमा भिजा आयो हजुरको 15 दिनमा 15 दिनमा आयो हजुर अनि हजुर त उतै गाईघाटै बस्नुहुन्थ्यो होला होइन हजुर यहाँ काठमाडौँ कति दिन बसाल्यो दलालले 1 हप्ता 10 दिन 1 हप्ता 10 दिन यहाँ आएर बस्नु पर्यो हजुर कहाँ राख्यो नि त्यति बेला म त नन्दको घर उहाँ कलङ्की मकालु पेट्रोल पम्पमा बसेको ए हजुर चाहिँ आफ्नै नन्द घरमा बस्नुभयो अनि दलालले चाहिँ हजुरसँग त्यति बेला जाने हजुर मात्र एक्लै हुनुहुन्थ्यो कि अरू पनि साथी अर्को एकजना साथी थियो पत्रीको गाउँकै कि यता कतैको पत्रीको ए उतैको हो पूर्वको पूर्वको साथी कति उमेरको हुनुहुन्थ्यो नि उहाँ ऊ त्यस्तै 29-30 वर्षको होला 29-30 वर्षको हजुरलाई चाहिँ 15 दिन काठमाडौँ बसाएपछि दलालले यही एयरपोर्ट ल्याएर उडायो कि ऊ आएन कि आयो कि के गर्यो दिदी उहाँ चाहिँ आउनु भएन उहाँलाई चाहिँ मैले फोन मार्फत फोनबाटै गफ भएको अनि मलाई अब मेरो पासपोर्ट नागरिकता पासपोर्ट साइजको फोटो ल्याउने चाहिँ अब अर्कै हुनुहुन्थ्यो अनि हजुरलाई यहाँ विमानस्थलबाट उडाउन भन्दा अगाडि हजुरको पासपोर्टमा कसैले डलर यति डलर चाहिन्छ भिजिट भिसामा जाने भनेर एयरपोर्टमा सोध्यो कि सोधेन हजुरलाई हजुर 500 अमेरिकन डलर दिनुभएको थियो ए 500 अमेरिकन डलर हजुरलाई चाहिँ भिजिट भिसा भनेर दिनुभएको थियो अनि एयरपोर्टमा चेक भयो होला पासपोर्ट पनि डलर पनि सोध्यो होला अथवा डलर देखाउन भन्यो होला एयरपोर्टमा केही चेकिङ हुँदो रहेछ चेकिङ त हुँदो रहेछ हामीलाई फर्काएको पनि थियो पछि फेरि पहिलोपटक फर्कायो हजुर आउनु हजुरको भइसकेको छ भनेर फेरि फर्काउनु भयो ए भन्नाले टिकट काटे पछाडि हजुरलाई एक दिन यहीँ राख्न पर्यो कि एकैछिन 1 घन्टा मात्रै एकैछिन पछाडि ए झोला के चेक गर्दो रहेछ जाँदा नेपालको एयरपोर्टमा सबैतिर झोला लगे सबै चेक गर्यो कि केही पनि चेक गरेन ए हजुरको पासपोर्ट देखाएपछि भिजिट भिसा यसै जान लागेको डलर चाहिँ एक महिनामा फर्केर आउनु भनेर ए हजुरलाई 1 महिनामा फर्केर आउनु भन्नुभयो एयरपोर्टको मान्छेले अनि जानुभयो सँगै 2 जना उताको त्यो 29 वर्षको साथी र हजुर उहाँ नि छोरी मान्छे नै हुनुहुन्थ्यो हजुर छोरी मान्छे नै हुनुहुन्छ छोरी मान्छे हुनुहुन्थ्यो अनि यहाँ चाहिँ हजुर एयरपोर्टमा जब जहाज चढ्नुभयो जहाजले कहाँ लगेर हजुरलाई ओह्राल्यो सिधै ओमानै लैजाँदो रहेछ कि दुबई राख्यो कि कता लग्यो अबुधाबी एयरपोर्टमा 13 घण्टा वेटिङ राखेर अनि मस्कट लगेको 13 घण्टा राख्यो हजुर केही खाना दियो कि दिएन त्यहाँ खाना केही पनि दिएन 13 घण्टासम्म केही खाना दिएन खानेकुरा सबै लगेजमा थियो त्यहाँ अनि त्यो हजुरसँग त त्यत्रो 500 डलर थियो त्यो डलर खर्च गरेर खान पाइने रहेछ मैले र साथीले 100 त्यो डलरमा चाहिँ 200 त्यो खाएको अनि तिमीहरूलाई रिसिभ नगर्ला अफिसले भनेर भने अनि मैले चाहिँ कागजपत्र दिइनँ अनि अरूले चाहिँ सबैले कागजपत्र पनि दिए पासपोर्ट पनि दिए पैसा पनि दिए पैसा र पासपोर्ट चाहिँ मैले दिएँ कागजपत्र चाहिँ मैले दिइनँ त्यहाँबाट हजुरले ओमान पुगिसके पछाडि कि दुबईमै माग्यो हजुरलाई कागजपत्र होइन ओमान पुग्नुभयो ओमान को लिन आयो दिदी त्यहाँ ड्राइभर लिन आएको थियो गाडीको अफिसकै अब हुँदो रहेछ नि त ड्राइभर नेपाली थियो कि ड्राइभर कुन देशको ओमानकै ड्राइभर त्यहाँबाट ओमानको अफिसमा लग्यो कि हजुरहरूलाई नेपालको अफिसमा लग्यो नि ड्राइभर आएर लगिसके पछाडि हजुरलाई ओमानको अफिस पुऱ्यायो कि ओमानको अफिस भने पनि त्यो जे भने पनि त्यही हो त्यहाँ नेपाली थियो नेपाली 2 जना हुनुहुन्छ छोरा मान्छे थियो कि छोरी मान्छे छोरी मान्छेहरू हुनुहुन्छ त्यहाँ हजुर चाहिँ नेपालीको अफिसमा कति समय बस्न पर्यो जाने बित्तिकै गएर 10-15 दिन जति बस्यो होला अफिसमै बस्नुभयो उनीहरूको बोलीचाली व्यवहार हजुरलाई गर्ने व्यवहार कस्तो थियो व्यवहार त राम्रै थियो पहिला त अहिले चाहिँ अब फर्केर आयो भनेर बोल्दा पनि बोलेनन् हिजो होइन अस्ति दबाई ल्याइदिनु न भन्दा पनि ल्याइदिएनन् खानेकुरा ल्याइदिनु न भन्दा पनि ल्याइदिएनन् हिजो होइन अस्ति त म त मेरो साथीलाई एकजना अझै हुनुहुन्छ उही अफिसमा 22 दिन भयो अरे उहाँ आएको 7 महिना काम गरेर अनि तँलाई अफिस बोलाएको छ भनेर झुक्काएर ल्याइदिएको अरे ओमनीले अनि यतिकै बसिरहनु भएको छ अलपत्र हजुर त्यो 15 दिन आफ्नै नेपालीहरूको अफिसमा बस्दा खाना के दियो दिदी त्यति बेला खाना त उही के अरे सास अड्याउने बाटो मात्रै हो
सास अडाउने बाटो मात्रै दाल र भात त दियो दाल र भात पेट अगाएर खान पाउनु भएन उनीहरूले नेपालीहरूले हजुर नेपालीलाई व्यवहार चाहिँ बोल्ने व्यवहारहरू गाली गर्ने थुक्ने पिट्ने केही गर्यो त्यहाँ गाली त गर्थे कुट्ने पिट्ने त गरेन अनि त्यो अफिसमा बस्दा अफिसभित्रको केही काम गर्न पर्यो कि परेन टोयलेट सफा गर्न लाउने सबै थोक त्यो त सबै थोक खाना पकाउनेदेखि लिएर सर सफाई बडार कुरा सबै थोक लाउँथे सबै थोक गर्न लाग्यो हजुर अनि त्यहाँ अब कतिजना भन्छन् पिट्यो टोयलेटको पानी खान दियो तिर्खा लाउँदा पनि नेपालीले नेपालीकै अफिसमा पानी खान पनि दिँदैन भन्थ्यो त्यस्तो हजुरलाई पर्यो हजुर के अरे त्यस्तो त परेन उहाँहरू चाहिँ बोतलको पानी खानुहुन्थ्यो हामीलाई चाहिँ अब त्यही नलको पानी खान दिनुहुन्थ्यो धाराको पानी खानुहुन्थ्यो अनि हजुर 15 दिन बसिसके पछाडि कुबेती लिन आयो हजुर के छ कुबेतीहरूले त नेपाली चेलीबेटीहरूलाई छोरीहरूलाई खसी बोका जस्तो किनबेच हुन्छ भन्थे हजुरलाई पनि पक्कै किने होला म यतिमा बेच्थेँ भन्ने केही थाहा पाउनुभयो हजुर 1500 मा मलाई बेचेको रहेछ यहाँको 6 लाखमा नेपालको 6 लाखमा हजुरको चाहिँ ओमनमा हजुर बेचिनुभयो नेपाली 6 लाख रुपियाँमा त्यो त्यति बेलै थाहा पाउनुभयो कि पछि कुबेतीले लैसकेपछि थाहा पाउनु पछि थाहा पाएको अब पहिला त के अरे उहाँ पुगेपछि मलाई कस्तो लाग्यो भने म बेकार आएछु जस्तो लाग्यो अब अरूलाई अब छानी छानी लाँदा चाहिँ हामीले खसी बाख्रा बजारमा बेच्न कसरी लान्छौँ त्यस्तै कस्तो उमेरको मान्छेलाई कस्तो मान्छेलाई अलि धेरै पैसा चाहिँ पर्दो रहेछ नि त्यहाँ अलि केटीहरू अब हजुर त्यस्तोहरूलाई चाहिँ अब छानी छानी लाँदा रहेछन् अब कतिमा लान्थ्यो त्यो चाहिँ थाहा भएन हामीलाई भन्दै भने पछाडि हजुरसँगै जाने साथी जो 29 वर्षको हुनुहुन्थ्यो त्यो पनि मलाई थाहा हुँदैन थियो होला अब त्यो ओमनीको घरमा जाँदाखेरि दाइ र भाउजू लिन आउनु भएको थियो दाइ र भाउजू हुनुहुँदो रहेछ होइन ओमनीको घरमा हजुर मैले त्यो कागज निकालेर अनि फोटो खिचेर राखेको थिएँ राखेर अनि मैले ज्वाइँलाई पठाइदिएर अनि डिलिट हानिहालेको थिएँ क्या त्यो कागज भन्नाले कस्तो कागज थियो हजुर बेचिएको लाँदाखेरि हजुर ए लाँदाखेरि त्यो के भन्छ भाउचर जस्तो स्लिप केही थियो होला हजुर अनि हजुरले भनिहाल्नुभयो हजुर त 6 लाखमा बेचिनु भयो सँगै गएको साथी 29 वर्षको हजुर 42 वर्षको उसलाई अलिकति उसलाई पनि त्यति नै एउटै रेट हो हजुर अनि कुबेतीको घर हजुरले 9 महिनासम्म बिताउँदा कुवेतमा एउटै घर काम गर्नुभयो कि घर फेर्न पनि पर्यो म एउटै घरमा काम गरेँ मलाई प्लिज 6 महिना जसरी भए पनि पुर्याइदिनु 6 महिना पछाडि म निकाल्छु भन्नुभएको थियो अब सुरुदेखि नै अब म बिमारी भएर मलाई अब जसरी भए पनि निकाल्नु पैसा दिनुपर्छ भने पनि म दिन्छु भनेर भन्दाखेरि 6 महिना चाहिँ प्लिज पुर्या भनेर भनेको थियो 6 महिना होइन 9 महिना पुगेर पनि मेरो नानीले पैसा हालिदिँदा पनि मलाई ननिकालेर मलाई नाना थरी अब उसको बुढीलाई भन्दा आगर भनेर भन्नुभयो अनि मैले अब सरको टिकटक हेरेर मैले टिकटकमा म्यासेज गरेर सरलाई नमस्कार सर म पनि यस्तो यस्तो भएको छु मेरो नानीले पैसा हालिदिँदा पनि मलाई लाखे भनेर भनिरहनु भएको छ अब के गर्ने होला सर भनेर सरलाई मैले म्यासेज गरेको अनि उहाँले टिकटकबाटै नम्बर दिनुभएको थियो अनि नम्बर दिनु भएपछि मैले व्हाट्सएपमा कुरा गर्नुभयो र जोडिनुभयो ठिक छ हजुरलाई थोरै म त्यही कुवेतको कुरा के अरे ओमनको कुरा मतलब मेरो मुखमा आज चाहिँ बढी कुवेत आइरहेछ दिउँसो 3-4 जना चेलीहरू कुवेतबाट आउनु भएको थियो र पनि मलाई कुवेत सम्झना आउँदा धेरै कुवेतबाट पनि पीडित हुनुहुन्छ हजुर जब ओमनको घरमा पुग्नुभयो जानुभयो 15 दिनपछि त्यो घरमा को थिए कुवेतीको घरमा के अरे ओमनको घरमा बुढी आमा हुनुहुन्थ्यो बुढी आमा अनि 5 जना 2-3 जना भनेर लानुभएको मलाई ढाँटेर होइन जम्मा 10 जना हुनुहुन्थ्यो एउटा घरमा 10 जना हजुर ओहो बच्चा बच्ची कति थिए बच्चा बच्ची 5 वटा अनि 5 जना ठुलो मान्छे काम गर्ने हजुर मात्रै हुनुहुन्थ्यो कि अर्को मात्रै काम गर्न चाहिँ अब आमालाई हेर्ने भनेर लानु भएको खासमा चाहिँ भन्नुपर्दा अब आमाको चाहिँ यो दाहिने हात र दाहिने खुट्टा चाहिँ नचल्ने सबै थोक गर्नुपर्ने हजुर जब चाहिँ ओमनको घरमा पुग्नुभयो कति बजे चाहिँ बिहान पुराएको थियो कि बेलुका पुराएको थियो कि मलाई 6:30 बजे पुराएको बिहान बेलुका त्यस पछाडि हजुरलाई चाहिँ आज काम नगर त आराम गर भोलिबाट काम गर भन्यो कि त्यही दिनबाट काम लगाए त्यही दिनदेखि काम गरेको अनि भोलिपल्टदेखि चाहिँ कति घण्टा काम गर्न पर्दो रहेछ त्यहाँ 24 घण्टा 24 घण्टा सुत्न पनि नपाएन
सुत्न पनि नपाइने बेला भनेको बेला खाना पनि नपाइने खाना हजुर आफै बनाउनु हुन्थ्यो कि आफै बनाउँथे तर भित्र लगेर दिनु पर्थ्यो उनीहरू एउटै थालमा खान्थे खाना के थियो एउटै थालमा खाँदैन छुट्टै खान्थे हजुर त्यहाँ बस्दा तिनीहरूले छोडेको जुठो त्यस्तो खान पर्यो कि परेन मैले त्यो चाहिँ खाइनँ खान परेन मैले आफै पस्केर खाने आफूलाई भोक लागेको बेला आफ्नो इच्छाले खाना पाउनुभयो त्यो चाहिँ पाउनु हजुर त्यो ओमनीको घरमा हजुरलाई चाहिँ हातपात गर्ने दुर्व्यवहार गर्ने त्यस्तो के भयो त्यस्तो त भएन बाहिर चाहिँ जान दिनुहुन्न थियो घरबाट बाहिर खाने बेलामा चाहिँ धेरै किचकिच गर्नुहुन्थ्यो मिठो भएन भनेर कि हजुरले धेरै खायो होइन मैले धेरै खाएँ अब यो पनि खाइ त्यो पनि खाइ भनेर चाहिँ त्यहाँ आलु पकाएर खायो भने पनि गाली गर्थ्यो आलु पकाएर पानी भनेपछि पानी तताएर खाए पनि रिसाउँथ्यो अनि कतिजनाले के भन्छन् भने उहाँ बस्ने मानिसहरू चेलीबेटीहरू सुत्ने रुममा सीसीटीभी राखेको हुन्छ दाइ सीसी क्यामेरा त थियो सुत्ने रुममा पनि थियो हजुर त्यो सीसी क्यामेरा कसले हेर्थ्यो साउले हेर्थ्यो साउनले हेर्थ्यो त्यो त्यस्तो किन गरेको होला कपडा फेर्न पर्थ्यो हजुरहरू त नेपालको छोरी अथवा उहाँको पनि छोरीहरूको इज्जत होला होइन त्यो त टोयलेट बाथरुममा गएर फेर्नु पर्थ्यो कपडा फेर्न टोयलेट बाथरुममा थिएन सुत्ने रुममा पनि सीसी क्यामेरा सुत्ने रुममा चाहिँ आमा हुनुहुन्थ्यो आमालाई अब केही गर्छ कि भा मार्ने हो भनेर चाहिँ राखेको कति वर्षको हुनुहुन्थ्यो त्यो आमा त्यस्तै हुनुहुन्थ्यो होला 70-75 वर्षको त्यो 70-75 वर्षको ओमनको त्यो आमाको हजुरलाई गुमुत सोर्न पर्यो कि परेन के भयो गुमुत त सोरेको दिनमा 5 चोटि पनि हग्नुहुन्थ्यो 5 चोटि हजुर बिचरा गुमुत पनि सोर्न पर्यो त्यही सोर्यो अनि बेलुका खाना पनि टन्न पेट भरिदिन्थेन हजुर उहाँ पुगिसकेपछि आफ्नो श्रीमान छोराछोरीलाई फोन गर्न पाउनुभयो कि पाउनु भएन मोबाइल चलाउन पाउनुभयो कि पाउनु भएन के भयो मोबाइल त मलाई 24 घन्टा दिनुभएको थियो तर फोन गर्दा चाहिँ गाली गर्नुहुन्थ्यो म्यासेज गर्थेँ मैले त्यो फोन चाहिँ चलाउन पाउनुभयो म्यासेज गर्नुहुन्थ्यो हजुर हजुरलाई हामीले सुनेअनुसार हजुरको चाहिँ महिनामा चाहिँ 4 पटक चाहिँ महिनावारी जस्तो हुन्छ शरीरमा चाहिँ ब्लडै अडिरहेको छैन भनेर चाहिँ भन्नुभएको अहिले 4-5 दिन भयो रोकेको त्यो समस्या हजुरको चाहिँ त्यो ब्लिडिङ हुने समस्या यही थियो कि थिएन पहिला सुरुमा जाँदा चाहिँ 4 महिनासम्म चाहिँ महिनाको 2 पल्ट भयो अनि त्यस पछाडि मैले साउनीलाई भन्दाखेरि यहाँको हावापानीले हो हर्मोनको कारणले हो भनेर भन्नुभयो अनि त्यस पछाडि चाहिँ लगातार हुन थालेपछि अब यो मर्ने भयो भनेर हस्पिटल लानुभयो ब्लिडिङ त्यत्रो हुँदा हजुर कहिले बेहोस हुने त्यस्तो केही भयो बेहोस त अब के अरे पेटमा सल बाँधेर काम गर्थे पेटमा सल बाँधेर उभिन सक्दिनँ थिएँ अनि काम गर्न सकिनँ भनेर अफिस पनि लगिदिएर छोडिदिएर अनि फेरि अलि सक्ने भएपछि लिएर जानुभएको अब ओमनको कुवेतको मान्छेले बिरामी हुँदा सिटामोल पनि दिन्न भन्छन् टाउको दुगा सिटामोल औषधि खाने वातावरण मिलेन त्यो त मेरै अब उयोले अब उहाँहरूले लानुभयो मेरै स्यालेरीले मैले दबाई खाएको थियो अब जस्तै महिलाहरूले प्रयोग गर्ने प्याडहरू त्यत्रो बिल्डिङ हुँदा त्यो पनि किन्न पर्यो कि साउनले दियो कि के भयो त्यो त उहाँहरूकै त्यो दिन्थ्यो त्यो चाहिँ धेरै चेलीहरूलाई चाहिँ दिएकै कुरा बुझियो अनि त्यस पछाडि जब त्यो घरमा बस्नुभयो तलब पाउनुभयो कि पाउनु भएन कति तलब भनेको थियो त्यहाँ 110 रुपियाँ 110 ओमनको पैसा हजुर पैसा हजुर 9 महिना बस्दा 9 महिनासम्मकै पैसा पाउनुभयो हजुर 9 महिनासम्मको चाहिँ पाएँ अब 2 महिनाको चाहिँ मैले आफैले दबाई गरेँ अनि यो महिनाको चाहिँ 1 महिना 10 दिन गरेको चाहिँ पाइनँ के छ दुबईमा औषधि खर्च कतिको महँगो रहेछ 2 महिना आफैले खर्च गरेँ भन्नुभयो महँगो रहेछ 1 महिनाको तलबले भ्यायो 1 महिनाको तलबले 1 महिनाको भ्यायो अर्को महिनाको अर्को महिना यति समस्या पर्यो बस्नुभयो पेटभरि खाना पाउनु भएन मैडम अब म यहाँको दबाईले भएन म नेपाल गएर फेरि यही घरमा काम गर्न आउँछु भन्दाखेरि तँलाई मैले 1500 मा किनेर ल्याएको त्यो पैसा कसले तिर्छ र जान्छस् भनेर भने त्यस्तो भन्छ हजुर त्यति पीडा भयो त्यसरी बस्नुभयो कहिले पेटमा तँलाई केही भएको छैन भनेर आधी घण्टा चाहिँ दबाई खान दिन्छ त्यो प्यारासिटामोल अनि उठेर काम गर भनेर पिट्न त पिटेन तिनीहरूले उही आउने केही बाहिर चाहिँ जान दिन्थे बाहिर जान दिएन पिट्न चाहिँ पिटेन
त्यहाँको छोराहरू छोरा मान्छेले दुर्व्यवहार नराम्रो नजरले हेर्ने त्यस्तो केही गर्यो थिएन त्यस्तो नि गरेन सबै छोरी मान्छेहरू हुनुहुन्थ्यो सबै छोरी मान्छे थियो हजुर त्यो हजुरलाई जब त्यत्रो पीडा भयो घरको याद कसको बढी याद आयो यता ओमनमा कुनै रात चाहिँ रोएर पनि बिताउनु भयो के भयो कसो भयो धेरै छोरीको याद आयो अनि मम्मीको याद आयो कसको याद आयो छोरी र मम्मी छोरी र मम्मीको याद आयो मम्मी हुनुहुन्न नि त मेरो हजुरको मम्मी हुनुहुन्न रोएर रातहरू पनि बिते दिदी हजुर त्यस्तो हुँदा छोरीको याद आउँदा छोरी अँगालोमा राखेर भक्कानेर रुम जस्तो भएन हजुर धेरै हुन्थ्यो त्यसरी फोनमा रुने वातावरण मिल्यो कि मिलेन फोन गरेर छोरीले टेन्सन गर्छ भनेर म उसँग कहिले पनि रुदिनँ थिएँ कहिले पनि रुनु भयो हजुरले दुःख पाएको कुरो परिवारलाई सुनाउनु भएन सुनाइन अनि श्रीमानलाई भन्न के गर्नुभयो श्रीमानलाई पनि भनिनँ मैले जे भन्नु दिदीलाई नै भनेको छ दिदीलाई भन्नु हजुर नेपाल त आइपुग्नु भयो हाम्रो संस्थासँग जोडिएर पूर्वा सर राजर सरहरूसँग जोडिएर टिकटकमा भनिहाल्नुभयो उहाँहरूसँग नजोडिँदै अलिकति हामीले के सुनेका थियौँ भने पैसा पनि हजुरको खर्च भयो भन्ने सुनेका थियौँ कति पैसा चाहिँ दलाललाई तिरेर नेपाल आउनु पर्यो 1 लाख रुपियाँ दिएको 1 लाख मेरो नानीले हजुर त्यो चाहिँ छोरीलाई चाहिँ अनि सेयर गरिन भन्नुभयो कसरी चाहिँ छोरीले पैसा लगाइदियो त मम्मी दुःखमा छ बिरामी पर्यो अथवा यो भन्ने कुरा त भयो होला होइन दिदीलाई भने पछाडि अनि नानीलाई पनि भनेको मलाई यस्तो यस्तो भइराखेको छ भनेर भन्दा अनि अब मम्मी मर्ने भए भनेर अनि पैसा हालिदिएको मेरो छोरीले ए अनि त्यो छोरीले पैसा पठाइदिएको कति समय पछाडि हजुर नेपाल आउँदै हुनुहुन्छ 2 महिना आज 9 दिन 2 महिना 9 दिनमा त्यो बिचमा पैसा पठाइसके पछाडि पनि कुबेतीको घरमै काम गर्न पर्यो कि अफिस लग्यो कि के गर्यो कुबेतीको घरमै काम गरेको कुबेतीको घरमै काम गर्यो अब जब हजुरलाई चाहिँ पठाउने यहाँको एकजना खरेल नाम गरेको दलाल हुनुहुन्थ्यो उहाँलाई पनि हामीले समात्यौँ उहाँले फोन गर्नुभयो होला पक्का तर त्यत्रो पैसा पठाउँदा पनि हजुरलाई किन रोक्दो रहेछ त्यहाँ नेपालीले नै अब उनीहरूले पैसा तिर्नु पर्यो नि त अब 1500 रुपियाँ दिनु पर्यो वापस अनि त्यही भएर चाहिँ अब ननिकाल्न खोज्नु भएको रहेछ त्यो भएर ननिकाल्नु हजुर नेपाल आइसके पछाडि श्रीमानलाई छोरीलाई फोन गर्नुभयो म आइपुगेँ भनेर हजुर भने खुसी हुनुहुन्छ उहाँहरू के भन्नुभएको छ हजुर कहिले जानुहुन्छ गाउँ म अब दबाई गरेर मात्रै जान्छु के छ त्यो समस्या हजुरलाई बिल्डिङको समस्या अहिले पनि छ हजुर गाह्रो छ बेसरी गाह्रो छ के छ हजुर अहिले कुबेतबाट फर्किँदै हुनुहुन्छ पैसा कति लिएर आउनु भएको छ दिदी पैसा त छैन मसँग अहिले कति थोरै छ भन्नुभएको थियो देखाउनु न कुबेतको पैसा के अरे ओमनको पैसा कस्तो हुँदो रहेछ कति पैसा दिदीको चाहिँ 9 महिना फर्केर आउँदा कमाइ कति ल्याउनु भएको रहेछ हेरौँ न त्यो पैसा कतिको भन्ने हजुरलाई थाहा छ 7 8 9 10 11 12 13 14 रुपियाँ छ 14 रुपियाँ हजुर यो चाहिँ ओमनको पैसा 14 रियल भनेको ओमनको पैसा हो हजुर ओमनको कति पैसा हुन्छ दिदी यसको नेपालमा थाहा छ हजुरलाई थाहा छैन मलाई थाहा छैन अब यो कहाँ साट्ने पनि थाहा छैन यो कसले दिएको साउले दिएको कि नेपालीले दिएको कसले दियो हजुरलाई यो अगाडिको ईदमा दिनुभएको अनि मैले यो राखिराखेको हजुरको चाहिँ काम गर्ने साउले दिएको पैसा हो हजुर ए यो पैसा चाहिँ हजुरलाई अहिले चाहिँ बाटो खर्च हजुर ठिक छ भनेपछि खुसी हुनुहुन्छ अब हजुर जस्तै कोही ओमन जाँदै हुनुहुन्छ भने नेपाली चेलीहरू नेपाली छोरीहरू बुहारीहरू दिदीहरू आमाहरू जाँदै हुनुहुन्छ भने के छ हजुरले के भन्नुहुन्छ ओमन जाने मान्छेलाई ओमन नजानु अब कुनै देश घरमा काम गर्न चाहिँ जाँदै नजानु मेरो कट्टर दुश्मन भए पनि नजानु भन्छु कट्टर दुश्मनलाई नजाने भन्नुहुन्छ हजुर अब निको भएपछि फेरि जाने कि नजाने त के छ नजाने अरू कुनै देश नजाने ठिक छ अब हजुरसँग दिदी पनि आउनु भएको छ हजुर जुन दिदीसँग हामी पनि जोडिएका थियौँ र हाम्रो यो संस्थाको सरहरू पनि हुनुहुन्छ उहाँहरूसँग पनि कुरा गर्नेछौँ दर्शकहरू यति बेला फ्रेममा चाहिँ हाम्रो दिदीलाई उद्धार गरेर आउने संस्थाको सरहरू साथै उहाँको आफन्त उहाँको दिदी पनि अन्तर्राष्ट्रिय विमानस्थलमा हुनुहुन्छ समग्रमा तपाईँहरू सबैलाई फेरि पनि स्वागत छ धन्यवाद थ्याङ्क यू सबै आराम हुनुहुन्छ रातिको 11 बजिसक्यो तपाईँहरूको काम चाहिँ खटिरहनु भएको छ
थोरै हामीले चाहिँ कुवेतबाटै उद्धार गरेको चेलीलाई एउटा मात्रै क्वेसन ओमनबाट। सोध्छु म ओमनबाट मलाई आज एकदम कुवेत आइरहेछ हजुर चाहिँ फुर्बा सरहरूसँग राज सरहरूसँग नजोडिएको भएदेखि यो संस्थासँग नजोडिएको भएदेखि अहिले यो अवस्थामा जिउँदै फर्किन्छु भन्ने हजुरलाई आशा कतिको थियो थिएन हजुर थिएन मलाई जिउँदै फर्किन्छु भन्ने आश थिएन 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 बाकसमै आउँथेँ होला अथवा उतै मार्थेँ होला मैले भन्ने त एजेन्टलाई पनि भनेको बाक्सा ठिक पार्नु म बाक्सामै आउने भनेर भनेको अनि एउटा कुरा हजुरको दिदीले भन्नुभएको थियो एजेन्टको घरमा हामी पुग्दाखेरि उहाँलाई घरको कोठाबाट पुरा कपडा पनि नलगाइ ल्याएको थियौँ त्यति बेला हजुरको दिदीले भन्नुहुन्थ्यो कि आफ्नो श्रीमतीलाई भन्दा पनि तुच्छ शब्द मुख छोडेर गाली गर्छ नेपाली एजेन्टले भन्ने कुरा यो सत्य हो कि होइन हजुर हो साँच्चै हो नि साँच्चै हो हजुर मात्रै भन्नु रहनु भएको छ जबरजस्ती त हामीले हजुरलाई केही सोधेको छैनौँ नि होइन हो गाली भनेकै गर्थ्यो हो। कति बेला गाली गर्थ्यो मैले मेरो के अरे पैसा फिर्ता दिनु म जाँदिनँ मरे पनि यहीँ मर्छु बाँचे नि यहीँ बाँच्छु भन्दाखेरि तेरो के अरे कहाँ के अरे निवेदन दिएकी छेस् तेरो छोरी तेरो नन्दलाई उनीहरूले निकाल्छ म निकाल्न सक्दिनँ भनेर भन्नुभएको थियो मैले सरलाई सबै पठाइदिएको छु सबै भोइसहरू पठाइदिनु भएको भोइस पठाइदिएको छु ठिक छ, अब- खान्छ भनेर मैले थियो पठाइदिएको थिएँ ल ठिक छ दिदी अनि हजुर हामीसँगै हुनुहुन्थ्यो जुन दिन दलालको घर गएको थियौँ आज कस्तो अनुभव भइरहेछ हजुरलाई एकदम म त खुसी मेरो बुहारी ल्याउनु पाएको धेरै खुसी छु म त सबैले मिडिया टिमहरूलाई फुर्बा भाइहरूलाई नि म धेरै धन्यवाद दिन्छु उहाँलाई नि नाम पनि थाहा भएन सबैलाई मेरो बुहारी कुशल आएको एकदम म धेरै खुसी छु है म एकदम खुसी। आजको दिन चाहिँ अब के खुवाउनुहुन्छ त हामीलाई अब यति के- खुसी हुनुहुँदो रहेछ अब के खुवाउनु अब के खानु छ तपाईँहरू अब? यति खुसी यति खुसी यति धेरै खुसी म त। धेरै खुसी यति खुसी धेरै खुसी हुनुहुन्छ अब जस्तै अरू कोही छ हजुरको फँसेको मान्छे अरू त कोही छैन म त पहिलो कुनै केस यही हो मेरो बुहारीको अब हजुरको बुहारी जस्तो कोही जाँदै हुनुहुन्छ भने त्यो जान खोजेको नेपाली दिदीबहिनीलाई के भन्नुहुन्छ हजुरको अब सन्देश के छ नजानुस् भनेर भन्छु अब राम्रो काममा कम्पनी हो भने जानुस् घरको कामको लागि चाहिँ नजानुस् राम्रो ठुल्ठुलो देश जानु घरको सक्नुहुन्छ भने काममा जानुहोस् चाहिँ जाँदै भन्ने चाहिँ म। नजानुस् भन्नु। घरको काममा जाँदै नजाने अब थोरै फुर्बा सरतिर आएँ म धन्यवाद जुन चाहिँ के थियो भने दिदीले भनेकै कुरा जस्तै उहाँले हजुरलाई म्यासेज पठाएको कुरा र हजुरले त्यति बेला पनि दलालले चाहिँ मलाई टेरेन मलाई थर्कायो भन्ने कुरा थियो त्यो कुरा थोरै स्मरण गर्नुहोस् न त्यो दलालले के भनेको थियो र उहाँले हजुरलाई के म्यासेज पठाउनु भएको थियो समग्रमा पहिला सुरुमा भन्नुपर्दा उहाँ चेली मसँग जुन बेला जोडिएको थियो त्यो जोड्नुभन्दा अगाडि उहाँले 1 लाख रुपियाँ दिइसकेको रहेछ पैसा दिइसकेर अनि जब उहाँले मलाई उहाँको नम्बर दिएर जब कोर्डिनेट गर्न लाएँ दिँदा मैले कन्ट्याक्ट गरेर अब यसरी जानुपर्छ भन्ने मैले सल्लाह सुझावहरू दिएँ एजेन्टसँग कोर्डिनेट भएँ एजेन्टले चाहिँ हो मैले लिएको हो 1 लाख रुपियाँ म मान्छे झिकाउनलाई लिएको म केही दिनमा लिन्छु भन्दै 1 हप्ता प्लस भएपछि मलाई चाहिँ तपाईँको तथानाम ल उहाँलाई पनि अघि भनिहाल्नुभयो तथानाम गाली गर्ने अनि तिम्रो संस्थाले चाहिँ गर्छ संस्थाले निकाल्छ भन्ने अनि मैले फेरि उहाँको जो मान्छेले पैसा सेन्ड गरेको थियो त्यो चेलीलाई पनि मैले भनेर पैसा वापस माग्नु भन्ने कुराहरू पनि गरेँ ऊ स्वयं म आफैले पनि पैसा मागेँ फिर्ता तपाईँले नगर्दा रहेछ पैसा फिर्ता गर्नुहोस् पैसा लिएर झुलाउने काम नगर्नुहोस् भन्दाखेरि म पैसा फिर्ता तपाईँलाई पैसा मैले किन फिर्ता गर्ने भन्ने गरेर तुच्छ शब्दहरू युज गरेको थियो सँगसँगै चेलीलाई पनि एकदमै अपच म यहाँ दिदीहरू जुन चेलीहरू हुनुहुन्छ उहाँहरूको शब्द अगाडि म भन्न सक्दिनँ होइन एकदमै तेरो कहाँ के भएको छ देखाऊ भनेर चाहिँ एकदमै उसलाई देखाउनु पर्ने थियो। देखाउनु पर्ने उसको अङ्गै देखाउनु पर्ने भयो हामीलाई त्यसरी चाहिँ तपाईँको मेरो बुहारीले अङ्गै देखाउनु जस्तो भनेर भनेको भोइसहरू चाहिँ पठाएको थियो त्यो भोइस मलाई पनि पठाएको थियो उहाँले पनि पठाएको थियो त्यो तपाईँको मान्छे के भएको छैन अब तपाईँले जे गर्न मलाई गर भनेर तपाईँ खुल्ला रूपमा मर्थिस् भने 3 महिना अगाडि नै मरिहाल्थिस् नि अहिलेसम्म म्यासेज गर्छस् बिमारी मान्छे जति बेलै म्यासेज मात्रै गर्छस् कति गरेको किचकिच भनेर तैँले म्यासेज गर्न सक्ने त बोल्न सक्ने त काम गर्न नसक्ने त काम ठोकुवा भनेर यति धेरै तपाईँको टचरहरू दिन्थ्यो कि त तिमी भन्थ्यो कि चाहे उहाँले आफ्नो परिवार पनि त तिमी भन्ने भन्दैन थियो होला होइन यसरी चाहिँ गाली गलौजहरू देखेपछि चाहिँ हामीले एउटा गोप्य रूपमा चाहिँ यो एजेन्ट यो दलाल चाहिँ यो फलाना चाहिँ यो ठाउँमा बसिन्छ भन्ने कुरा हामीले गोप्य सूचना पाएपछि तपाईँ हामी नै गएर दिदी हामीसँग गएर हामीले अब त्यसलाई घोक्रे ठ्याक भन्छौँ हाम्रो शैलीमा अलिकति सिधै भन्नुपर्दा मोटो घाटो थिएन र उसले केही पनि भेटेन यदि मोटो घाटो भएको भए हामीले उसलाई राम्रैसँग सम्झाउने थियौँ अलिकति हेर्दा नै माया लाग्दो थियो र देख्ने बित्तिकै तपाईँहरूले पनि पब्लिक गरेका थियौँ हामीले मैले विगत 25 वर्षदेखि काम गरेको ठाउँमा हाम्रो सेटिङ बोर्डिङ पासदेखि लिएर माथि गृह मन्दिरसम्म हुन्छ तपाईँहरूले के गर्न सक्नुहुन्छ अहिले भर्खरै हेर्नुहोस् मैले गरेको 25 वर्ष काम गरेँ भनेर खुल्ला चुनौती दिएको अवस्था थियो हामीले एक रात बालु चौकीमा राखेर हिरासतमा राखेर हामीले भोलिपल्ट बिरोमा बुझाएर जुन हाम्रो चेलीलाई करिब 2 हप्तापछि निस्किन सफल भएको छ निकाल्न सफल भएको छ एकदम दुःखद कुरा हो जसले खुल्ला रूपमा चाहिँ मैले गरेकै हो विगत 25 वर्षदेखि मैले गरेकै हो कसलाई के गर्छ
भन्ने शब्दहरू गरेर चाहिँ हामीले खुल्ला चुनौतीखेरि हामीले दुःख उहाँ त लाग्छ। ब्युरोबाट भोलिपल्टै छुट्नुभयो भन्ने कुरा आयो नि। बिरोले त उहाँले वार्डिङमा त दिएर छोडेको हो, किनकि बिरोले तारिखमा छोड्नुभएको तारिखमा वार्डिङ जस्तै भनौँ न 1 दिनभित्रमा झिकाउनु भनेर उहाँलाई कागज गरेर निकालेको। उहाँ भएन भने हामीले कसरी फोन गर्ने, कसरी मान्छे गर्ने, कसरी उद्धार गर्ने, हामीले कसरी कन्ट्याक्ट गर्नु भन्नु उहाँले, अनि उहाँको ब्युरोको सल्लाहले कागज गरेर छोड्या हो सर। कागज गरेर 1 दिनभित्रमा झिकाउँछु भनेर गरेको त्यो भनेको बमोजिम उहाँले बढीमा 1 हप्ता नत्र 5 दिनमा टाइम दिएको हुन्छ। 5 दिनको टाइम होइन, उहाँले 2 हप्ता पछि झिकेको 15 दिनको डेट दिनुभएको थियो। सँगसँगै हामीले त्यो बिचमा फोन गर्दाखेरि फोन लागेन मदन खरेललाई, जुन एजेन्टलाई, दलाललाई। त्यो सँगसँगै हामीले चेलीलाई कन्ट्याक्ट गरेर उहाँले मलाई बारम्बार मेसेज गरेर मलाई यस्तो भन्यो उस्तो भन्यो, गाली गलौज गर्यो, अझै पनि थर्काइरहेछ, अझै पनि तँलाई त म 3 वर्ष जेल पठाउँछु, 6 वर्ष जेल पठाउँछु भने थर्काइरहेको एउटा मान्छे रहेछ। फेरि त्यो को भन्दाखेरि मदन खरेलको भान्जी अरे, को थाहा छैन। उहाँले तपाईँको उहाँले जब मलाई नम्बर दियो भनेपछि मैले बोल्दाखेरि दुःख कुरा हो यो। उहाँले मलाई नम्बर दिनुभयो अनि मैले राम्रैसँग भने नमस्ते हजुर, गुड मर्निङ भने बिहानको समय थियो। अनि भन्नुहोस् न भने मैले हजुर तल अनुराधासँग कन्ट्याक्ट रहेछ, अनि उहाँको के हुँदैछ भन्दाखेरि मलाई तपाईँ को हो भन्नुभयो, हामी सङ्घको मान्छे हो भने तपाईँ सङ्घको मान्छे को भन्नुभयो, मैले मेरो परिचय दिएँ। त्यसपछि किन चाहियो तपाईँलाई भनेपछि अस्ति तपाईँ फलानाको भान्जी रहेछ हो भने, अनि उहाँ तपाईँको मामालाई हामीले नै बुझाएको थियौँ बिरोमा। ए हो र, ल ठिक छ, उहाँको सबै हुँदैछ भनेर राम्रै तरिकाले राम्रैसँग कुरा गरेर चाहिँ हामीले जानकारी थिएन, तपाईँको मामालाई फोन लागेन भनेर राम्रैसँग जानकारी दिएर मैले फोन राखेपछि करिब 10 मिनट मलाई बिरोबाट फोन आयो, म्यानेजमेन्ट बिरोबाट। तपाईँले चाहिँ उहाँको मदनको खरेलको भान्जीले चाहिँ थर्काएको अरे भनेर मलाई शब्द आए। यो अघि मैले भनिहालेँ, यति शब्दमा थर्काएको हुँदैन। यो शब्दबाट चाहिँ हामी बुझ्छौँ कि ती नानी पनि दलाल भनेर बुझ्छौँ हामी। ती नानीलाई मैले कुनै टर्चर गरेको थिएन, कुनै नराम्रो शब्द गरेको थिएन, त्यति कुरालाई पनि मलाई थर्कायो धम्क्यायो भनेर भन्नु आवश्यक थिएन। यो पनि सेटिङै हो, त्यो पनि सेटिङै भन्ने बुझ्छौँ। तर यसरी यो ससानो कुरालाई बिरोमा भनेर बिरोलाई मलाई फोन गर्नु आवश्यकता पनि थिएन। हो बिरोले त सुन्यो, थर्कायो धम्क्यायो भने मलाई कल गरेर स्वाभाविक थियो। तर ती नानीलाई पनि थर्काएको धम्क्याएको थिएन। ती नानीको त्यो को हुनुहुन्छ मलाई थाहा छैन। अनि त्यसको कुराको शैली अनुसार चाहिँ ऊ पनि यो केसमा संलग्न होला छ भन्ने हामी बुझ्छौँ। कुनै दिन हाम्रो अगाडि नपरोस्, किनकि हामी बारम्बार भन्ने गर्छौँ हामी राम्रो काम गर्नेलाई हामी सम्मान गर्छौँ। जब यसरी पीडादायी जुन बन्द कोठामा राखेर म्यासेजको भरमा हामीसँग कुरा गरेर दिनौँ दिन तटपेर रुएर कराएर आफ्नो पीडामा रहेर छटपटिएर जुन मर्नको जुन सास जानलाई तडपिरहेको चेलीलाई हामीले उद्धार गर्न खोज्दाखेरि यस्तो शब्दहरू आउँछ भने ती दलालहरूलाई हामीले छाड्ने छैनौँ। यसलाई कानुनले पनि यसलाई यो 1 दिन हिरासतमा राखेर छोडिने होइन, यसलाई चाहिँ जुन 5 दिनको तारिकमा वार्डिङमा छोडिने होइन, जेल कोच्नुपर्छ हामीलाई लाग्छ। अब हाम्रो चेली सकुशल नेपाल आइसक्नु भएको छ। कुवेत मुलुक हुँदै जुन इन्डिया हुँदै इन्डियाको 12 घन्टा ओमनबाट इन्डिया हुँदै इन्डियाको 12 घन्टा ट्रान्सिटबाट आज नेपाल आइपुगेको छ। अझै पनि हामी भन्छौँ चेलीको हातमा छ, यसमा हाम्रो साथ सपोर्ट छ। मदन खरेललाई चाहियो भने हामी जाहिर हालेर पक्राउ गरेर हामी जेल हाल्न सक्छौँ। ओके छ, ठिक छ। भनेपछि हजुरलाई चाहिँ इन्डिया पनि पुऱ्यायो? हजुर। इन्डिया कति समय राख्यो? मैले अहिले दिल्ली 12 घन्टा। दिल्लीमा 12 घन्टा राख्यो। नेपाल ल्याउनु पर्ने मान्छे किन चाहिँ दलालले हजुरलाई चाहिँ उता पुऱ्याइदियो? त्यो त थाहा भएन किन। अब सस्तो पर्छ भनेर उताबाट ट्रान्सलेट गरेर पठाएको। ट्रान्सलेट गरेर पठाएको सर। अब सस्तो पर्छ भनेर त पठायो होला नि त अब। ठिक छ। अब थोरै राव सरसँग जोडिदिन्छु। राव सर, जस्तै उहाँले अगाडि एउटा कुरा के भन्नुभयो भने मैले 1 लाख रुपियाँ छोरीले चाहिँ जम्मा गरिदिइन्, अनि त्यसपछि मात्रै लामो समयको प्रतीक्षापछि आउन पाएँ, बाकसमा फर्किने मान्छे भन्नुभयो। के छ हजुरहरूको संस्थाले, हजुरको टिमले त्यो 1 लाख रुपियाँ अब चाहिँ उहाँलाई चाहिँ न्याय दिएर फर्काउन सक्छ सक्दैन? अनि उहाँको चाहिँ 1 महिना 10 दिनको चाहिँ ओमनमा रोकिएको तलब हजुरहरूले चाहिँ फर्काउन सक्नु? 1 लाख आयो? त्यो समातेर घोटेर भोलिपल्ट साइबर मेरो इसेमा 50,000 अनि उहाँको छोरीको 3 दिन पछाडि उहाँको छोरीले 50,000 त्यो पैसा आयो? सुस्मिताले नै हालिदिनु भएको है त्यो चाहिँ। अब ठिक छ, त्यो हजुरहरूलाई फेरि पनि धन्यवाद छ। के छ अब उहाँको ओमनमा रोकिएको 110 दिनको के अरे 1 महिना 10 दिनको उहाँको स्यालेरी ल्याउनमा हजुरहरूको पहल रहन्छ कि रहन्न? र उहाँ अस्वस्थ हुनुहुन्छ, उहाँसँग जम्मा 14 रुपियाँ चाहिँ उहाँको पैसा देखाउनु भएको छ। के छ यसमा हाम्रो संस्थाको चाहिँ सहयोग के रहन्छ? यसो थोरै प्रश्न पारिदिनु न। सर्वप्रथम त उहाँलाई अब हाम्रो नेपालमा अब आफ्नो जन्मभूमिमा टेकिनु भयो होइन, यो नै हामीलाई खुसीको कुरा हो होइन। उहाँले बिरामी पनि हुन्छ, सिधै लाग्ने काम पनि गर्दैछु म। र उहाँहरूको अहिले जति पनि जुन अहिले 1 महिनाको मात्र पैसा दिएन भन्ने कुरामा मात्र कुरा भयो होइन। र अर्को 2 महिनाको पैसा जुन अब औषधिको खर्च पैसा उहाँको आफ्नो काम गर्ने ठाउँमा म कुनै ठाउँमा काम गर्दै त्यो काम गर्ने
फोकस सबको जिम्मेवारी हो कि आफ्नो कामदार बिरामी छ भने उहाँलाई हेर्नुपर्छ भने ऊ कामदारको एउटा दायित्व सबको दायित्व हो आफ्नो बिरामी भएको कामदारलाई चाहिँ उहाँले औषधिमूलक गर्नुपर्ने कुराहरू हो होइन त्यो विषयमा चाहिँ उहाँलाई चाहिँ उहाँले आफ्नो तलबबाट उहाँले चाहिँ आफ्नो औषधि उपचार गरेको छ होइन अब हामीले पनि सकेसम्म यो दलाललाई त अब यो औषध खर्च माग्नु त छुट्टै नै छ अहिले उहाँले नै भन्नुभयो अब यस्तो दलाललाई त हामीले छोडेर पनि हुँदैन के गर्नुहुन्छ दलाललाई कारबाही जुन चाहिँ साइबर ब्युरोले हजुरको चाहिँ के अरे उसले टेर्दैन त हजुरहरूले के गर्न सक्नुहुन्छ भन्नु त अनि टेर्दैन र सक्दैन भन्ने कुरा होइन मेन कुरा हाम्रो पीडित चाहिँ मजबुत हुनु पर्यो म यसलाई केस हाल्छु म योसँग लड्छु भन्ने हिसाबले हुन पर्यो त्यसपछि हुने पीडितले साथ दिनु पर्यो साथ उहाँसँग त हामी पनि छ नि जुतेर आएको छु होइन आज पनि म विभागको एउटा पहिला दुबईबाट हामीले उद्धार गरेको भाइकोलाई म अहिले के अरे यो वैदेशिक रोजगार विभागमा पनि म लडेर आएको अघि पनि म झन् हाम्रो चेलीको लागि पनि हामी लडेर लियो उहाँ मात्र होइन हामीले अब बिहान आज मात्र 3 जना हामीले यहाँ उद्धार गऱ्यौँ दुईवटा कुवेतबाट ल्यायो हामीलाई छलेर उहाँलाई अहिले किन इन्डियामा पठायो र इन्डियाबाट यहाँ किन आउनु पर्यो भन्ने कुरा यसरी बुझ्नु कि उहाँहरू चाहिँ हामीसँग डराएको किन उहाँ चाहिँ हामीसँग सरकार डरायो कि दलाल डरायो दलाल डरायो नि त्यो त उसलाई जाग्यो हामीले समाजको घर ठ्याङ्गर लिएर आयो समाजको घर आधी रात बधै अब घरबाट हामीले ताना लिएर आएको उहाँलाई नलिएर आएको त उहाँले त अझ पनि ल्याउने थियो नि होइन उनीहरूले त लात हानेर घोको ठ्याङ्गर नलिएर आएको त उहाँलाई त अझ पनि त्यहाँ राख्थ्यो नि त होइन पैसा लिएर निकाल्न नसक्ने यो दलालहरूलाई चाहिँ अब यिनीहरूलाई चाहिँ हामीले कसरी हुन्छ लड्ने हो ब्युरोसँग लड्ने हो भने कानुनसँग लड्ने हो भने त लड्नु त सक्नु पऱ्यो भन्ने कुरा हो कि ठिक छ अब हजुरहरू यति राति अहिले 11 साढे 11 कति बजिसकेको छ मध्यरात छ के छ सरकारसँग अपेक्षा के छ जुन भिडियोहरू हजुरहरूले काम गरेका भिडियोहरूमा गृहमन्त्रीसम्मकै सेटिङ छ भनेर पनि दलालहरू बोलेको अवस्था छ हजुरहरू पनि आफै पनि असुरक्षित हुनु होला दलालहरूको सङ्ख्या धेरै छ उद्धार गर्नेहरूको सङ्ख्या थोरै छ जेसुकै भने पनि के छ हजुरको चाहिँ सरकारसँग अपेक्षा के छ हजुरहरूको सरकारसँग त के अपेक्षा हुनु र है अपेक्षा गर्ने आशा पनि देखिन्न होइन अब भरोसा त के गर्नु होइन जस्तो उहाँको लागि हामी त्यो दलाल समाज लगेको त उहाँले त तारिक दिएर 5 दिन 4 दिन निकाल भनेर छोड्ने होइन कि थुन्ने हो बरु ल तेरो मान्छेले यहीँ भित्रबाट फोन गरेर हामी फोन दिन्छौँ भनेर बरु फोन दिने हो फोन जेलभित्रबाट फोन दिएर बरु जेल भनेर ठुलो जेल भनेर कस्टडी जसले पनि दिनु पाउँछ मान्छेसँग कुरा गर्नु त फोन त दिनु पाउँछ नि जेलमा राखेर मान्छे उद्धार गर्नु पऱ्यो कि छोडेर होइन कि त्यो भाग अब यहाँ अहिले के कुरा पनि आयो अब मामा चाहिँले उहाँलाई बेच्ने अनि समाज लग्यो त्यो दलाल हाम्रो समाज लग्यो भोलिपल्ट तारिकमा चाहिँ भान्जी त्यस्तो हुन्छ अनि भान्जीले उद्धारकर्तालाई थर्काएको र उल्टो फोन गरेर लागेको भन्ने प्रतिनिधिलाई भने नि राम्रो कुरा गर्दा ब्युरोमा कुरा पुग्यो ब्युरोले फोन गर्ने कुरा हो र यो के गर्यो कसो गर्यो भन्ने कुरा नि त अपराधलाई त सजाय दिने हो नि त मामाले बेच्ने अनि मामाले समाज लग्यो त्यो दलालले समाज लग्यो त्यसपछि भान्जीले चाहिँ त्यहाँबाट तारिक भोग्नु पर्ने त्यस्तो हुन्छ अब चाहिँ दलाललाई चाहिँ समातेर कस्टडीभित्र राखेर चाहिँ हाम्रो चेलीहरू उद्धार गर्नु पर्यो त्यसपछि जबसम्म हाम्रो नेपाली चेली उद्धार हुँदैन त्यसपछि हाम्रो नेपाली चेली त्यहाँ गएर चाहिँ ल यसलाई केस हाल्ने कि नहाल्ने भन्ने कुरा आउँछ यदि केस हाल्ने भने त्यसलाई केस चलाउनु पर्यो यदि हाम्रो चेलीले केस नहाल्ने भनेपछि छोडिदिनु पर्यो कि ल ठिक छ ल हुन्छ दिदी हजुरलाई केही भन्न मन लागेको छ म त केही अब सबै कुशलले मेरो बुहारी आएको छ अब दुःखको घडी त मेरो बुहारी बिरामी रहेछन् देख्दाखेरि अवस्थामा पनि उहाँ पहिले देख्नु भएको छ शरीरमा रगत पनि छैन अब उहाँ मेरो बुहारीले ओमनमा 2 महिना काम गरेको औषधि आफैले खर्च गरे अरे अब यहाँ 1 महिना 10 दिनको पैसा पाएको छैन त्यो चाहिँ अब मदन खरेलले दिने हो कि सुस्मिताले दिने हो यो चाहिँ उद्धार गरिदिनु पर्यो हाम्रो दबाई गर्नलाई पैसा चाहिँ हामीसँग पनि छैन घरको स्थिति पनि हात कमजोरी छ नेपाल त आइपुग्ने हाम्रो बुहारी तर त्यो पैसा हजुरको सबै टिमहरूले अब यसको जिम्मेवारी चाहिँ मदन खरेल हुनुपर्छ भन्ने कुरा हो यसको जिम्मा चाहिँ मदन खरेल हुनु पर्यो अब बारम्बार भन्दाखेरि पनि लुकी छुपी गर्दै उल्टै गाली गलौज गर्दै रक्सी खाएर टिल्ल परेको अवस्थामा हामीले भेटेको पनि छौँ होइन त्यो अवस्थामा हुँदाखेरि चाहिँ रक्सी खाँदै गाली गलौज गर्ने हामीलाई उल्टो धम्की दिने यो तरिका भएन नि त त्यो भएपछि त उहाँ जति सुस्त तरिकाले जति कमजोरी हुँदै गयो त्यसको जिम्मेवारी चाहिँ मूल एकदमै त्यो एजेन्ट हो क्या मदन खरेल हो दिदी के छ अब त्यो मदन खरेललाई हजुरले चाहिँ बुहारीले पाउने पैसा दिएदेखि यसै छोड्ने पक्षमा हुनुहुन्छ कि त्यसलाई चाहिँ जेलमै कोच्ने पक्षमा हुनुहुन्छ के छ हजुरको इच्छा अब
हजुरले चाहिँ टिमलाई साथ दिन के गर्नुहुन्छ? उहाँहरू भनिरहनु भएको छ कि पीडितले साथ दिनु भने हामी जुनसुकै ठाउँमा पनि पुग्न तयार छौँ, उहाँहरू बोलिरहनु भएको छ। के भन्छन् अब भोलि उहाँ ब्युरोमा बोलाएको छ अरे भान्जीले। अब ब्युरोमा भान्जीले बोलाउँदाखेरि उहाँ अब मेरो बुहारीले के भन्छन् होइन, उसको अब कुरा कस्तो राख्छन्। अब भेट्नु त भेट्नु नै पर्छ, उहाँ गएर त अब ल्याए मान्छे उपस्थित गराउनै पर्यो हामीले। ब्युरोमा लगेपछि भेट्नु भनेको छ। अब भेट्दाखेरि अब उहाँ बुहारीले के भन्छन् अब। ल ठिक छ पूर्वा सर, अब हामी अन्तिममा छौँ। मैले सोध्न बिर्सेको र हजुरलाई केही भन्न मन लागेको कुरा छ भने थोरै राखिदिनुहोस् अनि हामी छुट्टिन्छौँ। तर अहिलेसम्मको खुङ्गार मानव तस्करी भनेर हामीले चिनेका छौँ। आए त यो कार्य नगरौँ। एकचोटि हामीले भन्दा पनि सरकारले नै छुट दिएको देखिएको छ। यस्तो छुट कसैले नदिउन् र यो मानव तस्करी काम बन्द गरोस्, बस यही कामना गर्छु। राजदा के भन्न चाहनुहुन्छ अन्त्यमा? अब म चाहिँ के भन्छु भने हाम्रो ब्युरोलाई अब हाम्रो सरकारी निकायलाई के भन्न चाहन्छु भने हामीले चाहिँ एउटा चाहिँ चेलीहरू हाम्रो नेपाली दाजुभाइहरूलाई चाहिँ कतै केही अप्ठ्यारो नहोस्, कसैलाई बेच्न नसकोस् भन्ने हिसाबले होइन। हाम्रो धेरै चेलीहरूलाई चाहिँ विदेशमा बेचिरहेको हुनाले हामी त्यो दलालहरू समातेर चाहिँ हामीले कस्तो आफ्नो ज्यान जोखिममा राखेर दलालहरू समातेर जब हामीले पुलिस कसोटीमा बुझाएको हुन्छ होइन, कार्यालयतिर बुझाएको हुन्छ भने उहाँले त्यहाँ त्यस्तो छोड्यो भने त उनीहरूलाई त हौसला बढ्छ। नेपाल प्रहरीले गर्नुपर्ने काम हजुरहरूले गर्नु भएको छ। हामीले गर्दैछौँ, उहाँलाई सपोर्ट गरिदिएको छु र त्यो माथि हामीले बुझाएको मान्छे दलालहरूलाई यो छोडिदियो भने त भोलि उहाँले आज उहाँलाई बेच्यो, उहाँलाई छोड्यो, उसलाई त झन् अब आँट आयो त। अब आज एउटा बेच्यो त छोड्यो, अर्को 10 बेच्यो नि त, के भएर भोलि त्यही छोड्ने त हो नि भन्ने हुन्छ। त्यस्तो भएर त्यो दलालहरूलाई सकेसम्म मानव बेच्न कति दिनमा लाग्छ त्योले चाहिँ उहाँ दफामा चाहिँ उहाँलाई थुन्नु पऱ्यो। 10 वर्ष थुन्यो, भन्दा वर्ष थुन्यो, कति वर्ष सहायता माग हुन्छ त्यो अनुसारले उहाँलाई चाहिँ जेल जीवनमा चाहिँ एकचोटि हाल्नै पर्छ भन्ने कुरा हो होइन हाम्रो माग थियो। र हाम्रो नेपाली दिदीबहिनीहरू चाहिँ कहिले पनि कुनै ठाउँमा गएर यस्तो पीडा भोगेर आउनु नपरोस् भन्ने हाम्रो चाहना हो। हुन्छ ठिक छ दर्शकबिन, उहाँहरूको यो तपाईँहरूको यो उद्धार कार्यले निरन्तरता पाओस्, सकेसम्म नेपाली चेलीहरू नबेचिउन् र उद्धारै गर्न नपरोस् र पनि अहिलेसम्म बेचिएका चेलीहरूको अप्ठ्यारो परेका चेलीहरूको चाहिँ उद्धार कार्यमा सधैँ यसरी लागि पर्नु होला भन्दै तपाईँहरूलाई शुभकामना दिँदै र नेपाली चेलीलाई फेरि पनि नेपालमा स्वागत गर्दै बिदा हुन्छ। हस् नमस्कार। जाँदा एउटा वार्निङ है दलालहरूलाई, ल जुन चेलीले उहाँलाई बेचिरहेको छ, जुन दलालले उहाँलाई बेचिरहेको छ, ती दलालले हामी बारम्बार भन्ने गर्छौँ यो काम छोड्नु। फेरि पनि अरू बेला यस्तो पऱ्यो भने सरकारले दिएको जुन छुट छ नि, हामी सिङ्गो टिम लगायत हामी विभिन्न मिडियादेखि लिएर विभिन्न सङ्घ संस्थाहरू जम्मा भएर त्यसलाई चाहिँ हामी कारबाही गर्छौँ क्या। त्यसलाई हामी 14 वर्ष जेल हामी पठाउँछौँ। त्यसमा चाहिँ होसियार हुनु होला। ओके, सबैको जय होस्। जय होस्।